नेपाल हस्तकला महासंघ यदे प्रवेश याग्दु मंगलबार जुगु ज्याजोले उपराष्ट्रपति नन्दबहादुर पुनः महासंघीय स्वर्ण महोत्सव सुरु जुगु घोषणा याना दिगु ख अथे ज्याजोले छिकगु हस्तकला दिवस व हस्तकला द सन् 2021 त कोचाकुकु ख ज्याजोले उपराष्ट्रपति पुनः नेपाली हस्तकला या सामान नेपाया मसिका या त थक्यागु ज्यायाना चुङ्गु थासे हस्तकला नेपाया व्यापार खाता या त सन्तुलित यैगु मु क्षेत्र जुगु थया दिल म महासङ्घको 16 महोत्सव वर्षबाट नेपाली हस्तकलाको विकास र प्रवर्धनमा उच्च योगदान पुग्ने अपेक्षा सहित महोत्सव वर्षमा आयोजित हुने सबै प्रकारको कार्यक्रमको सफलताको शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। महिला तथा स्वतन्त्री हस्तकला नेपालको मौलिकपनको चिनारी हो। नेपाली कलाकारहरूको सिप र कला हो। हस्तकला राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा पनि हो। हस्तकला हाम्रो देशको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र हो र हस्तकला लाखौँ लाख नेपालीको रोजगारीको क्षेत्र पनि हो। विशेष गरी महिलाहरूलाई उद्यमी र आर्थिक रूपमा सबल बनाउने क्षेत्र हो र लाभ भएको क्षेत्र हो। अथे नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्र भाइ साक्य कोरोना याना समस्या लागू हस्तकला व्यवसाय त पुनर्जीवन बित सङ्गुली त या सरकार या ग्वाली व सहकारी आवश्यक जुगु थया दिल हस्तकला महासंघले आफ्नो 39औं वर्ष व्यवसाय यात्रामा धेरै आरोह र अवरोह पार गरी आजको अवस्थामा आइपुगेको छ। यो 49औं वर्षको यात्रामा महासंघले हस्तकला क्षेत्रको जीवन विकासलाई थुप्रै महत्त्वपूर्ण कार्यहरू गरेको छ। महासंघले हस्तकला अन्तर्राष्ट्रिय बजार प्रवर्धनलाई नेपाल सरकार सहयोग अमेरिकामा प्रोडक्ट अफ नेपाल PON नाम कम्पनी सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्नुको साथै देशभित्र पनि हस्तकला उद्योग व्यवसाय विकासको लागि सहयोग कम्पनीहरूमा प्रवर्धन गर्न सञ्चालन गरेको थियो। कोभिड-19 को महामारीबाट थरीको हस्तकला उद्योग व्यवसायलाई चलायमान गराउने अभिप्रायले हामीले गत मङ्सिर 3 देखि 5 सम्म हाइड्रेन्स होटेल बौद्धमा 18औं हस्तकला व्यापार मेला तथा 16औं हस्तकला प्रतियोगिता समापन गरेको छौँ। कोभिड-19 को त्रास नहटेको अवस्थामा पनि उक्त व्यापार मेला सफल रूपमा सम्पन्न भएको हामी मूल्याङ्कन गरेको छौँ। हस्तकला महासंघ उपाध्यक्ष लिसे हस्तकला दया कजी रविन्द्र साक्य हस्तकला या विकास व विस्तार या नीति दक्ले नापा हस्तकला नीति तर्जुमा या मागुली बब्या दिल हस्तकला वर्षको प्रमुख गतिविधिको रूपमा रहेको महासंघका सम्पूर्ण पृष्ठ जिल्ला तथा पृष्ठ वस्तुगत सङ्घ निकासी तथा उद्यमी तथा कलाकारहरूको व्यावसायिक प्रवर्धन प्रचार प्रसार तथा अनुन्यासित समस्याहरूको समाधान र यसको राष्ट्रिय स्तरमा नीतिगत सम्बोधन तथा मान्यता प्राप्त गराउनका साथै मिडिया मार्फत वर्तमान अवस्थाको यथास्थिति उजागर गर्ने मूल लक्ष्य सहित विशेष रूपमा हस्तकला स्तम्भको रूपमा प्रत्येक आइतबारको श्रृङ्खलामा राष्ट्रिय दैनिक पत्रिका हिमालय टाइम्समा निरन्तर प्रकाशनमा ल्याउन सफल भएका छौँ भने यो क्रम आगामी 16 वर्षको पनि प्रमुख आकर्षणको रूपमा निरन्तरता प्रदान गर्दै जाने योजना रहेको छ। महासंघ वरिष्ठ उपाध्यक्ष प्रचण्ड साक्य कोरोना समस्या लागूको हस्तकला व्यवसाय त पुनर्जीवन बिगु उद्देश्य जना महासंघ हस्तकला द घोषणा याना तिथि प्रवर्धनात्मक ज्याजो यागु थासे वैगु दिनेन निरन्तरता बिगु थया दिल हामीले हस्तकला महासंघबाट चाहिँ एउटा अध्ययन गरी हाम्रो पुरानो किताबहरू अध्ययन गरी साधनाले भन्ने किताब पनि हामीले निकालेका छौँ र यो सबै हामीले धेरै यसमा चाहिँ हामीले कसरी हुन्छ भनेर हामीले यस्ता कार्यक्रमहरू गर्दै जानेछौँ र अहिले पनि हामीले यो मङ्सिर 28 गते हाम्रो यो 50 वर्षको अवसरमा हामीले यो 50 वर्षको लागि यो 1 वर्षीय हामीले कार्यक्रमहरू तयार गरेका छौँ जुन अघि हाम्रो अध्यक्षज्यूले भनिसक्नु भएको छ र यसलाई हामी निरन्तरता हामीले सबै हाम्रो हस्तकला क्षेत्रलाई कसरी विकास दिने हामी त्यसको लागि हामी
महासङ्घबाट सबै सम्पूर्ण हाम्रो कार्य समिति परिवार हामी सम्पूर्ण यसको लागि तत्पर भएर लागिरहनेछौँ। ज्याजोले महासङ्घीय संस्थापक अध्यक्ष सागर शमशेर राणा, महासङ्घीय संस्थापक सदस्य मोतीलाल शिल्पकार लिसे, उत्कृष्ट निर्यातकर्ता लगायत यातन सम्मान यागु ख। यसै गरी विगत 10 वर्ष पहिले पोखराको उहाँलाई ट्रिप पनि आज उपहार स्वरूप हुँदैछ। उहाँलाई धेरै धेरै बधाई छ। महेश्वर श्रेष्ठजीको लागि पुनः एकपटक निकासीकर्ताको रूपमा द्वितीय पुरस्कार जित्न सफल श्री फेल्ट एन्ड यार्न मध्ये हस्तकला निकासीकर्तामा भने तृतीय पुरस्कार जित्न सफल उहाँले सम्मानित हुँदै हुनुहुन्छ। श्री बागमती आदर थापाज्यू, उहाँलाई पनि जोरदार ताली बधाई। श्री का महासङ्घका उत्कृष्टलाई पनि दोस्रो सहित चाँदीको प्लेटबाट हामीले सुवेदीज्यूलाई पनि पसलबाट हामी सम्मान गर्दैछौँ। श्री ऋषिराज सुवेदीज्यू, त्यसै गरी दीर्घ सेवाका रूपमा कार्यरत मायाको चिन्हमणि छानीबाट हामीले मृत्यु नै राम्रो भन्ने स्वर्ण महोत्सव झोले दक्षिणाङ्क तिथि ज्याजो यागु थका ज्याजोले जानकारी बिउगु ख।